ब्याङ्किङ इन्डस्ट्री आजको दिनमा सबैभन्दा चुनौतीपूर्ण समयमा आएर उभिएको छ। 11 लाख सटरमा झन्डै 1 लाख सटर त अस्ति बन्द भइसकेछ। नेपालमा 100 भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू छन्। हो, ती विकसित राष्ट्रहरू भन्दा पनि धेरै जसको जनसङ्ख्या र अर्थतन्त्र हामी भन्दा निकै ठुलो छ। स्वास्थ्य, शिक्षा र रोजगारी अझै पनि धेरै नेपालीहरूको लागि सपना जस्तै भएको देशमा यति धेरै बैंक किन? यी बैंकहरू केवल संस्था होइनन्, यी सत्ता, मुनाफा र पहुँचको प्रतीक हुन्। जब गाउँहरूका मानिसहरू आधारभूत बैंक सेवाबाट वञ्चित छन्, त्यो बेला धनी र शक्तिशालीहरूको बैंक खोल्ने दौड चलिरहेको छ। अब प्रश्न उठ्छ, यी बैंकहरूबाट लाभ उठाउने को हो, तपाईँ कि उनीहरू? आजको डिकोड रियालिटीको एपिसोडमा हामी त्यो विषय उठाउँदैछौँ जुन धेरैले नजरअन्दाज गर्दै आएका छन्। नेपालको ब्याङ्किङ सङ्कट, नेपालको वित्तीय प्रणाली, अत्याधिक भिडभाड, राजनीतिक हस्तक्षेप र धनीहरूको नियन्त्रणमा फँसेको छ। जहाँ सर्वसाधारण आर्थिक सङ्कटमा झोलिरहेका छन्, त्यहाँ शक्तिशालीहरूले ब्याङ्किङको आडमा आफ्नो वित्तीय साम्राज्य बनाइरहेका छन्। भन्नुभयो अहिले हजुरको पैसा निकाल्न मिल्दैन, 2026 मा पुग्छ रे। नेपालमा यति धेरै ब्याङ्क किन खोलेका छन्? यसको पछाडि के छ र किन? र सबैभन्दा महत्त्वपूर्ण, के यो प्रणाली तपाईँ सामान्य नेपालका लागि काम गरिरहेको छ? एकचोटि गम्भीर भएर सोच्नुहोस्, हामी यहाँसम्म कसरी पुग्यौँ? 1990 को दशकमा नेपालको निजी ब्याङ्कलाई प्रोत्साहन गर्ने नेताहरूले ल्यायो र त्यसपछि ब्याङ्किङ क्षेत्रमा क्रान्ति आयो। सुरुमा यो राम्रो सोच थियो, लगानी लाउने, पहुँच बढाउने र बचत प्रबन्ध गर्ने। तर वर्षौंको क्रममा ब्याङ्किङहरूको सङ्ख्या अनियन्त्रण रूपमा बढ्दै गयो। आज नेपालमा 27 वाणिज्य ब्याङ्क, 17 विकास ब्याङ्क, 17 फाइनेन्स कम्पनी र 60 भन्दा बढी माइक्रो फाइनेन्स संस्थाहरू छन्। यसले जनता लाभान्वित हुनुपर्नेमा उल्टै अन्यल, अक्षमता र अस्थिरता निम्ति आयो। नक्कु थापा, प्रभात आचार्य, गोपाल राजवंशीलाई अहिलेको भन्दा 5 वर्ष अगाडि भ्रष्टाचारको आरोपमा निकालियो र जसलाई ऋण दिने भनिएको थियो त्यो ऋणीलाई चाहिँ ऋण पार्टीवाला जुट मिललाई ऋण दिए बापत आरोप लगाएर निकालियो। त्यो निकालेपछिको हकमा चाहिँ तपाईँको त्यो ऋणीबाट पार्टीवाला जुट मिलका साहु विष्णुप्रसाद सङ्ग्रौलाबाट ऋण असुल उपर गरिसकेपछि पनि कर्मचारीहरूलाई पुनर्बहाली गर्ने र साथसाथै उनीहरूलाई अहिलेसम्मको खाइपाइ आएको तलब दिनुपर्छ भनेर हाम्रो महासङ्घबाट हामीले बारम्बार नेभिल ब्याङ्कको म्यानेजमेन्टलाई, बोर्डलाई हामीले ताकेता गऱ्यौँ, अनुरोध गऱ्यौँ। हाम्रो कुराको केही सुनवाई भएन अनि कर्मचारीहरूको हक हितको लागि हामीले यो एउटा साङ्केतिक विरोध सुरु गरेका छौँ। यो साङ्केतिक विरोधलाई बेवास्ता गरेमा, वार्तामा नबोलाएमा हामी तराईका नेभिल ब्याङ्कहरू बन्द गर्नेछौँ। सामाजिक समावेशीकरणको नाममा सुरु भएको प्रयास अब वित्तीय फुलबाटमा प्रमाणित भइरहेको छ। यी ब्याङ्कहरूको मालिक को हो? चम्किला भवन र चकाचक विज्ञापनको पछाडि धेरै ब्याङ्कहरू राजनीतिक पहुँच भएका व्यक्तिहरूले चलाएका छन्। ब्याङ्क खोल्ने अनुमति आवश्यकता अनुसार होइन, सम्बन्ध, सिफारिस र सञ्जालको आधारमा दिइन्छ। केही ब्याङ्कहरू सिधै मन्त्री, ठुला व्यापारीहरू वा संस्थाका दलालहरूसँग जोडिएका छन्। सर्वसाधारणलाई सेवा दिनु उद्देश्यको सट्टा यी संस्थाहरू शक्ति र नाफा कमाउने उपकरण बनेका छन्। ब्याङ्कको निर्णय बोर्डहरूमा जहाँ ग्राहक होइन, प्रभाव बोकेका अनुहारहरू बस्छन्। सोच्नुहोस्, केही ब्याङ्कहरू तपाईँका हुन् वा उनीहरूका? सर्वसाधारणमा यसको प्रभाव, ब्याङ्कहरूको धेरै वृद्धि प्रत्यक्ष रूपमा नेपाली जनतामाथि असर गरिरहेको छ। सानो व्यापार गर्नेहरूले ऋण पाउँदैनन्, तर ठुल्ठुला कम्पनीहरूले सजिलै फाइदा लिन्छन्। किसानहरू उच्च ब्याज दर भएका माइक्रो फाइनेन्सको पासोमा परेका छन्। ब्याङ्क घोटाला, राजनीतिक हस्तक्षेप र घाटाले जनताको भरोसा टुटेको छ। ब्याङ्कको कर्मचारीहरू समेत अत्याधिक तनाव र न्यून पारिश्रमिक काम गर्न बाध्य छन्। तर अचम्म,
अझै पनि नयाँ ब्याङ्कहरू खोलेर राष्ट्रको भार बढाइरहेका छन्। विशेषज्ञहरूको चेतावनी। नेपाल राष्ट्र ब्याङ्कले यो अवस्थाप्रति पटक पटक गम्भीर चेतावनी व्यक्त गरिरहेको छ। एक अध्ययन अनुसार नेपाललाई दिगो आर्थिक वृद्धिका लागि जम्मा 11 देखि 17 वाणिज्य ब्याङ्कहरू नै पर्याप्त हुन्छन्। तर हाल हामीसँग त्यो भन्दा दोब्बर ब्याङ्कहरू छन् जसले सीमित बजारमा अवस्था प्रतिस्पर्धी निम्त्याउँछ। यसले जनतालाई सेवा दिने क्षमतामा कमजोरी ल्याउँछ र सङ्कटको जोखिम बढाउँछ। क्यानाडा, नर्वे जस्ता मुलुकहरूमा कम ब्याङ्क भए पनि उच्च स्थिरता देखिएको छ। तर नेपाल किन विपरीत दिशामा हिँडिरहेको छ? भ्रष्टाचारको जालो। अब यसलाई नाम दिनुपर्ने नै छ। यो सोझै भ्रष्टाचार हो। राजनीति र ब्याङ्किङ बीचमा सम्बन्ध नेपालमा निकै नजिक छ। गुप्त ऋण पहुँचका आधारमा नियुक्त र भित्रभित्रै हुने लेनदेनले प्रणालीहरूलाई बिगारिरहेको छ। सार्वजनिक रूपमा ब्याङ्कप्रति विश्वासको कुरा गरिन्छ, तर धनीहरू यसलाई आफ्नो सम्पत्ति बढाउने औजार बनाइरहेका छन् र जब समस्या आउँछ त्यसको असर कहिल्यै उनीहरूलाई पर्दैन। असर पर्ने त तपाईँ हामीमा हो। के हामी यस्तै भविष्य चाहन्छौँ जहाँ ब्याङ्क जनताको होइन, केहीको स्वार्थको हातमा छ? अब प्रश्न तपाईँहरूलाई, के सानो समयले यति विशाल र संवेदनशील क्षेत्रलाई नियन्त्रण गर्न ठिक हो? हामीलाई यति धेरै ब्याङ्क चाहिन्छ वा केही बलिया पारदर्शी ब्याङ्कहरू? के हामी आर्थिक स्वास्थ्यतर्फ गइरहेका छौँ वा अझै ठुलो भ्रष्टाचारहरूको ढोका खोल्दैछौँ? अब यो समय हो यो प्रणालीलाई सुधार्ने वा फेरि एकपटक गम्भीर सोच्ने। हामी तपाईँको कथा, आवाज, राय र सुझाव सुन्न चाहन्छौँ। कृपया कमेन्टमा आफ्नो विचार राख्नुहोला, किनभने यो केवल भिडियो होइन, राष्ट्रिय बहस पनि हो। यति भन्दै आज हामी यो भिडियो यहीँ अन्त्य गर्छौँ। अर्कोचोटि अर्को कथा लिएर तपाईँहरूलाई फेरि भेट्नेछौँ। जय नेपाल।